how to cover syllabus faster even if exam are very close and time is less. Exam are coming closer day by day. Syllabus open गर्यो भने लाग्छ यति थोरै टाइममा इन्फिनिट सिलेबस कसरी हुन्छ? एन्ड अनेस्टली यो फिलिङ सबै स्टुडेन्टलाई हुन्छ। कलेज, ट्युसन, फ्रेन्ड, फोन डिस्ट्र्याक्सन सबै मिलेर प्रेसर बन्छ। मोस्ट स्टुडेन्ट के सोच्छन्? बिहानदेखि रातिसम्म पढ्यो भने मात्र सिलेबस सकिन्छ। बट लेट मी टेल यु समथिङ इम्पोर्टेन्ट। लङ आवर डोन्ट फिनिश सिलेबस बट राइट डिसिजन डज। इफ लङ आवर वर्क देन सबै अल नाइट पढ्ने स्टुडेन्ट्स टपर हुन्थ्यो। बट रियालिटी त डिफरेन्ट छ। टप स्टुडेन्ट डोन्ट स्टडी मोर, दे स्टडी स्मार्टर। आजको भिडियोमा 5 वटा साइन्टिफिक मेथडहरूको बारेमा एक्सप्लेन गर्नेछौँ जुन युज गरेर लेस टाइममा मोर सिलेबस कभर गर्न सकिन्छ। सो वाच द भिडियो टिल एन्ड। पोइन्ट नम्बर 1, द परेटो प्रिन्सिपल। स्टडी बाई वेटेज नट बाई च्याप्टर अर्डर। यो प्रिन्सिपलले भन्छ 80% रिजल्ट कम फ्रम 20% सिलेबस। त्यसैले हामीले त्यो 20% सिलेबस कुन हो त्यो सुरुमा पढ्नुपर्छ। सबैभन्दा कमन मिस्टेक स्टुडेन्टले के गर्छ? बुक खोल्यो, च्याप्टर नम्बर 1, पेज नम्बर 1, बट एक्जामले बुकको अर्डर फलो गर्दैन। नट अल च्याप्टर्स आर इक्वली इम्पोर्टेन्ट। सम च्याप्टर एभ्री इयर रिपिट हुन्छ, लेस एफर्ट मोर मार्क्स। सम च्याप्टर रियरली आउँछ, धेरै टाइम लाग्छ, मार्क्स कम आउँछ। वाट स्मार्ट स्टुडेन्ट डु? दे स्टडी बाई वेटेज नट बाई इमोसन। हाउ यु सुड डु इट? ओपन सिलेबस, चेक पास्ट क्वेसन पेपर, मार्क हाई फ्रिक्वेन्सी च्याप्टर, स्टार्ट विथ देम। एक्जाम्पल, सोच एउटा च्याप्टरबाट 15 मार्क्स स्योर आउँछ, अर्कोबाट मेबी 5 मार्क्स। टाइम कम छ भने 15 मार्क्स च्याप्टर फर्स्टमा गर्ने। एक्ज्याक्टली यो स्ट्र्याटेजी युज गर्दा कन्फिडेन्स फास्ट बढ्छ, फियर कम हुन्छ, मोटिभेसन अटोमेटिकली आउँछ। पोइन्ट नम्बर 2, एक्टिभ स्टडी इन्स्टेड अफ प्यासिभ रिडिङ। अब सेकेन्ड बिग प्रब्लम, पढेको बेला लाग्छ यस बुझे, एक्जाम हलमा गयो ब्ल्याङ्क। यो किन हुन्छ? बिकज मोस्ट अफ स्टुडेन्ट डु प्यासिभ रिडिङ, हाइलाइटिङ एन्ड अन्डरलाइनिङ। यो सबै टाइम कन्ज्युमिङ हो। फास्ट सिलेबस निड एक्टिभ स्टडी। बेस्ट एक्टिभ स्टडी मेथड, 25 मिनट स्टडी, बुक क्लोज, पेपरमा लेख्ने या आई क्लोज गरेर के याद छ त्यो एक्सप्लेन गर्ने। चेक वाट यु मिस्ड, दिस इज कल्ड एक्टिभ रिकल। एक्जाम्पल, study 20 minutes, close your notes and close your eyes and explain the point that you currently studied. If you can explain it simply, you know it. If you can't explain, you don't know it. Active study ले टाइम कम लाग्छ, मेमोरी स्ट्रङ हुन्छ, रिभिजन पनि इजी हुन्छ। पोइन्ट नम्बर 3, युज टाइम ब्लक नट ऱ्यान्डम स्टडी। अब थर्ड पोइन्ट भेरी इम्पोर्टेन्ट छ। मोस्ट स्टुडेन्ट कसरी पढ्छन्? फोन चेक, 10 मिनट पढ्छन्, म्यासेज रिप्लाई, अगेन बुक ओपेन। यो स्टडी होइन, यो टाइम वेस्ट जस्तै हो। फास्ट सिलेबस निड टाइम ब्लकिङ। सिम्पल टाइम ब्लक सिस्टम, 50 मिनट फोकस स्टडी, 10 मिनट ब्रेक, नो फोन, नो नोटिफिकेसन। एक दिनमा 6 to 7 ब्लक इनफ हुन्छ। ट्रुथ के छ भने 5 आवर अफ डिप फोकस बिट 12 आवर अफ डिस्ट्र्याक्टेड स्टडी। हरेक ठाउँमा डिस्ट्र्याक्सन हुन्छ, आई नो, बट इभन एक रुम, एक कर्नर, फिक्स टाइम इनफ हो। पोइन्ट नम्बर 4, डेली रिभिजन लुप, मोस्ट इम्पोर्टेन्ट पोइन्ट। यो पोइन्ट इग्नोर गर्यो भने सबै पढेको फर्गट हुन्छ। फास्ट सिलेबस विदाउट रिभिजन भनेको फर्गटिङ एभ्रिथिङ। रिभिजन भनेपछि लास्ट विकमा गर्ने होइन, सिम्पल डेली रिभिजन लुप। कसरी गर्ने त रिभिजन? मर्निङमा नयाँ टपिकहरू पढ्ने, इभिनिङ रिभाइज स्टडी टपिक र सुत्नुभन्दा अगाडि आज दिनभरि पढेको रिभाइज गर्ने। ओन्ली 15 to 20 मिनट्स, बिकज एक्जामको 2 दिन अगाडि सबै रिभाइज गर्न खोज्दा दिमाग ह्याङ हुन्छ। बट डेली रिभिजन गर्यो भने एक्जाम अगाडि स्ट्रेस हुँदैन। सो लेट्स क्विकली समराइज दिस भिडियो। स्टडी बाई वेटेज, युज एक्टिभ रिकल, फलो द टाइम ब्लक, रिभाइज डेली, सिलेबस फास्ट सकिन्छ। यु आर नट स्लो स्टुडेन्ट, रङ मेथडले तिमीलाई स्लो बनाएको हो। आजबाट यो साइन्टिफिक मेथडहरू फलो गर, इभन 7 डेजमा डिफरेन्स फिल हुन्छ। इफ दिस भिडियो हेल्प यु, प्लिज कन्सिडर सब्सक्राइबिङ द च्यानल। सी यु इन द नेक्स्ट भिडियो। अन्टिल देन, स्टडी स्मार्ट नट लङ।